परबाट आयौ एक्कासी तिमी इंद्रेणीको रंग छरे छरे परबाट आयौ एक्कासी तिमी इंद्रेणीको रंग छरे 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 तिम्रै वारी पारे मन भवने तिम्रै वारी पारे तिम्रै आँखा हेरे बसौँला नि अगनामा उठ्दै आए चरी चरी दयान मन भौ तिम्रै वारी पारी तुकी बाले सारी जिन्दगी उज्यालो पारी आयौ तिमी भगवान सारे भगवान सारे आयौ तिमी भगवान सारे जमुना मन भनी तिम्रै वारी पारी तिम्रै आँखा हेरे सबैजनालाई नमस्ते अनि जोजोलापा र हाम्रो चाहिँ भैरव जात्रा चाहिँ सुरु भइसकेको छ। हिजो चाहिँ निम्तो दिन आएर अनि त्यसपछि अब आज चाहिँ हामीले भैरवलाई चाहिँ चाङुतिर लिएर जाने काम हुन्छ। आज चाहिँ डे 1 चाङुमा पनि मजाले नचाहिन्छ र हामी चाहिँ अब भैरव भगवानलाई चाहिँ इन्भाइट गर्न गइरहेछौँ र हामी चाहिँ सबैजना मिलेर टेमे टोली पनि लिएर गएर अनि त्यसपछि हामी चाहिँ वहाँ गएर एकदमै रमाइलो गर्नेवाला छौँ। र अहिले चाहिँ हामी भैरव मन्दिरमा आइसक्यौँ र अब चाहिँ हामी भैरवलाई अनि त्यसपछि अब भातको देउता हुन्छ भातको देउतालाई पनि घुम्दैछौँ। र लगभग अहिले चाहिँ 11 बजिसकेको छ र अब चाहिँ बल्ल बल्ल हामीले चाहिँ भैरवलाई चाहिँ उठाउने काम भइरहेछ र पारीको मान्छेहरूले चाहिँ हामीलाई चाहिँ भैरव उठाएर अनि त्यसपछि दिनुहुन्छ। पहिला सुरु चाहिँ हामीले भैरव ल्याएर त्यहाँ राखिन्छ र त्यसपछि चाहिँ उहाँहरूले हामीलाई जस्ताको त्यस्तै भैरव चाहिँ हस्तान्तरण गरिदिनुहुन्छ। त्यसपछि चाहिँ हामी अघि बढ्छौँ। दयाचित शङ्करुणाम तेज प्राण बिन्ती सदा दयाचित शङ्करुणाम तेज प्राण बिन्ती सदा
मनयाम पतिपमान मनयाम पतिपमान तन मन जननीय ध्यान चरण शरण जितयान दया दया कचित छं करुणा मध्ये च प्राण बिन्ती सदा दया दया कचित छं करुणा मध्ये च प्राण बिन्ती सदा मनयाम पतिपमान। अब चाहिँ ठ्याक्क 12 बजिसकेको छ र अब चाहिँ हामीले चाहिँ लान लागेको छौँ भैरवलाई चाहिँ। र पहिला सुरु चाहिँ कस्तो चलन छ भने राम लक्ष्मण अङ्कलहरूले आएर चाहिँ जब बोकिसकिन्छ त्यसपछि उहाँहरूले पूजा गरिसकेपछि चाहिँ अनि हामीले लाने चलन रहेको छ है त। अब हामीले लाँदैछौँ। जिन्दगीमा आयो फेरि शीतल पानी रहिरहन मन तिम्रै छाया बनी बिहानीको किरणसँगै उज्यालो पारी आयो फेरि भगवान सारे आयो तिमी भगवान सारे। फाइनली चाहिँ भैरव जब त्यहाँबाट हिँडिसकिन्छ त्यहाँबाट आइसकेपछि चाहिँ यता हलचापको मेन तलपट्टि चाहिँ हाम्रो घरको ठ्याक्कै अगाडि चाहिँ रोक्ने गरिएको छ र हामीले एकदम सजावट नै राम्रोसँग सजाएर भैरव हिँड्ने ठाउँलाई चाहिँ लिपोत गरेर राखेका थियौँ र एकदमै धेरै मात्रामा भक्तजनहरूको भिड पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। र पहिला सुरु चाहिँ जसले चाहिँ अबिर केसरी जौतीले पूजा गर्नुहुन्छ उहाँहरूलाई पूजा गर्न दिएर त्यसपछि चाहिँ बलिको प्रथा अनुसार चाहिँ हामी बलि दिने गरिन्छ। र फाइनली यतातिरको पूजा पनि सिद्धियो। अब लास्ट पूजा चाहिँ हाम्रो बाँकी रह्यो। हामीले नि मजाले पूजा गऱ्यौँ, भोग पनि दियौँ र त्यसपछि चाहिँ यहाँबाट चाहिँ माथि हाम्रो हलचाप गाउँमा चाहिँ हलचापको ठ्याक्कै चोक जस्तो ठाउँमा चाहिँ स्टेपमा चाहिँ उहाँहरूले लिपेर राख्नु भइरहेको हुन्छ। त त्यो लिपेको ठाउँमा चाहिँ टक्क भैरव गरेर त्यहाँ उभिने र बाँकी पूजा गर्न बाँकी भएकोले चाहिँ त्यहीँ पूजा गर्ने, आफ्नो घर अगाडि गर्दै त्यसरी पूजा गर्दै चाहिँ लाने चलन पनि रहेको छ। र अहिले हामी पनि माथि नै जाँदैछौँ। सारी जिंदगी उजालो पारी आयो तिमी भगवान सारे
भगवान सारे आयो तिमी भगवान सारे जुन मन भनी तिम्रै वरिपरि तिम्रै आँखा हेरे र अनि त्यसपछि हामी बेलुकातिर चाहिँ निलम म अनि अर्को अनिक भाइ अनि त्यसपछि ड्याडी चाहिँ हामी बिस्तारै उक्ल्यौँ। अरू हाम्रो भाइहरू चाहिँ अगाडि नै गइसकेको थिए किनकि अब ढेमेसेमे लिएर जानुपर्ने हुनाले अगाडि नै उनीहरू चाहिँ गइसकेको थिए। त्यही भएर अब हामी चाहिँ बिस्तारै उक्ल्यौँ। अहिले चाहिँ लगभग 26 भएको छ है त। चित करुणा मुक्तेच प्राण बिन्ती सदा दया चित करुणा मुक्तेच प्राण बिन्ती सदा मनयाम पतिपमान मनयाम पतिपमान तन मन जननी ध्यान शरण शरण दया दया चित करुणा मुक्तेच प्राण बिन्ती सदा दया चित करुणा मुक्तेच प्राण बिन्ती सदा मनयाम पतिपमान तन मन जननी ध्यान शरण शरण दया। अहिले चाहिँ हामी चाङको भ्यू पोइन्टमा आइपुगेका छौँ र अब यहाँबाट चाहिँ माथि चाहिँ अलिअलि ढेमी बजेको सुनिरहेछ र अब हामी माथि नै लाग्छौँ है त। र फाइनली हामी माथि आइपुग्यौँ र यहाँ चाहिँ एकदमै राम्रो झिलिमिलीदेखि लिएर सबै ध्वजा पताकाहरू चाहिँ राम्रो एकदम सजावट राम्रो गरिएको रहेछ। यसको लागि चाहिँ नगरपालिका लगायत वडा अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिहानीको किरण सँगै उज्यालो पारी आयो फेरि भगवान सारे आयो तिमी भगवान सारे जाउना मन भनी तिम्रै वारिपारि तिम्रै आँखा र हामी माथि पुग्दाखेरि चाहिँ रथ चाहिँ निकालिओरि
नचाउन थालिसक्नु भएको रहेछ सबैजनाले। र आज चाहिँ कस्तो हुन्छ भने हामीले चाहिँ यहाँ रथ नचाइन्छ र यहाँ रथ नचाइसकेपछि चाहिँ अनि हामीले भर्याङ हुँदै चाहिँ तल ओह्रालेर अनि त्यसपछि फेरि हामी उतापट्टि जसले पूजा गर्न बाँकी छ उहाँहरूको पूजा गर्दै गर्दै चाहिँ अनि हामी जुन मेन चाँगुनारायणको पार्क छ पार्कमा चाहिँ गएर त्यहाँ नचाउने गर्दछौँ। पार्क अगाडिको यतापट्टिको जुन चाँगु उक्लिने भन्दा अगाडि एउटा स्पेस छ त्यहाँ चाहिँ नचाउने गरिएको छ है त। सारी जिंदगी उजालो पारी आयो तिमी भगवान सारे आयो तिमी भगवान सारे मन भनी तिम्रै वरिपरि तिम्रै आँखा हेरे परबाट आयो एकास तिमी रनीको रंग छरे सरे परबाट आयो एकास तिमी रनीको रंग छरे सरे छरे सरे छरे सरे तिम्रै वारी मन भवने तिम्रै वरिपरि तिम्रै आँखा हेरे बसौँला उठ्दै आए छरे मन हो तिम्रै वरिपरि तुकी बाले सारी जिंदगी उजालो पारी आयो तिमी भगवान सारे आयो तिमी भगवान सारे मन भनी तिम्रै वरिपरि तिम्रै आँखा हेरे
चितछं करुणा मुक्तेच प्राणविन्ति सदा दयात्मयाक चितछं करुणा मुक्तेच प्राणविन्ति सदा मनयामपदीपमान मनयामपदीपमान तन मन जननीय ध्यान चरण शरण जितया दयात्मयाक चितछं करुणा मुक्तेच प्राणविन्ति सदा दयात्मयाक चितछं करुणा मुक्तेच प्राणविन्ति सदा मनयामपदीपमान मनयामपदीपमान तन मन जननीय ध्यान चरण शरण जितया चरण शरण जितया अनि त्यहाँ चाहिँ रमाइलो गरिसकेपछि लगभग 11 बजीतिर चाहिँ हामी हाम्रो घर रिटर्न भयो र धेरै नै रमाइलो भयो। पानी पनि पर्यो, त्यही भएर सबैलाई जाडो पनि भइसकेको थियो। त्यही भएर अब चाहिँ त्यो रथ चाहिँ खोरिया गाउँ लहर अनि त्यसपछि अब भोलिपल्ट चाहिँ लिएर आइदिने कुरा छ र उहाँहरूले लिएर आइदिसकेपछि अनि पर्सिपल्ट चाहिँ हामी आएर अनि त्यसपछि पारी भैरव लाने एउटा चलन रहेको छ र यति भन्दै हजुरबाट म पनि बिदा हुन चाहन्छु। अर्को हजुरहरूलाई डे 3 खास गरी डे 2 भन्नुपर्ने हो, डे 3 लिएर चाहिँ हजुरहरूलाई म उपस्थित हुनेछु। नेक्स्ट डे भनौँ न हैन, त्यो लिएर चाहिँ उपस्थित हुनेछु भन्दै हजुरहरूबाट म नि बिदा हुन चाहन्छु। हस्त धन्यवाद, ह्यापी जात्रा। ओइ त उब्रे ए भिजिसकेछ केटा पुरै भिजेछ हाम्रो भाइलाई।